ट्रेकको म्यार्लिन 5 जेन 3 मिठो म्युल ब्लू अनि गोल्डन कलरको कम्बिनेसनमा यसको फ्रेम चाहिँ ट्रेकको अल्फा सिल्भर एल्युमिनियमले बनिएको छ। बिफोर म यो ट्रेकको स्पेसिफिकेसन यो साइकलको विषयमा बुझाउनुभन्दा अगाडि चाहिँ तपाईँहरूलाई विशेष गरी म के बुझाउन चाहन्छु भन्दाखेरि चाहिँ अहिले जति पनि ट्रेकको साइकल इन्डियामा छ प्रिभियस साल त्योभन्दा अगाडिको सालभन्दा धेरै कम्ती दाममा छ। युएसको वेबसाइटमा हेर्नुहोस्, यो ट्रेकको म्यार्लिन 5 तपाईँलाई 66,000 देखि 72,000 को दाम पर्छ। यसको जुन चाहिँ बक्स छ त्यो बक्समा पनि 68,500 छ। तर अहिले यो ट्रेकको म्यार्लिन 5 तपाईँहरूले मात्र 55,099 रुपिसमा पाउनुहुँदैछ। किन भन्दाखेरि चाहिँ ट्रेक इज गोइङ एग्रेसिभ। ट्रेक चाहिँ इन्डियामा अब अग्रेसिभली मार्केटिङ गर्दैछ। कस्तो खाले मार्केटिङ भन्दाखेरि चाहिँ कुनै पनि चिजमा खर्च नगरेर उनीहरूले डाइरेक्ट राइडर्सलाई अथवा क्लाइन्ट्सहरू जो छ उनीहरूलाई बेनिफिट दिँदैछ। युएसमा अहिले तपाईँहरूलाई थाहा छ ट्रेड वार चलिरहेको छ ट्यारिफको। यो साइकल पहिला तपाईँहरूको उनीहरूले चाइनाबाट बनाउँथे। चाइनाबाट बनाउँदाखेरि उनीहरूको ट्यारिफ 150 to 100 कोही बेला 150 to 170सम्म बढेर जान्थ्यो। तर अहिले ट्रेकले के गर्यो भन्दाखेरि चाहिँ सिन्स इट्स अ भेरी ओल्ड ब्रान्ड, रिनाउन्ड ब्रान्ड होइन, ट्रेक उनीहरूले आफ्नो कस्टमर्सको लागि आफ्नो बिजनेसको लागि उनीहरूले उनीहरूको प्रोडक्सन सिफ्ट गरेर क्याम्बोडियामा सार्यो। क्याम्बोडियामा उनीहरूको प्रोडक्सन सार्दाखेरि उनीहरूको ट्यारिफ 19 to 20% छ जब उनीहरूले क्याम्बोडियाबाट युएसमा साइकल लान्छ। तर फेरि त्यही क्याम्बोडियाबाट यही साइकल इन्डियामा ल्याउँदाखेरि तपाईँको 45 to 50% ट्यारिफ लाग्दैछ। तर पनि युएसमा भन्दा इन्डियामा यो साइकल सस्तो छ। जुन दाममा अहिले पाउनुहुँदैछ, टेक इट, ग्र्याब इट, इट इज योर अपर्च्युनिटी, टेक द बाइक।